त हो आज हामी यस्तो अनौठो बिहेमा जाँदैछौँ होइन कतिले त देख्नु भएको पनि छैन होला यस्तो बिहे त होइन जतिले देख्नु भएको छ सायद उहाँहरूले पनि नदेखेको वर्षौँ भइसकेको हुनसक्छ होइन ल हेरेर साथ दिनु होला हाम्रो भिडियोलाई सपोर्ट गरिदिनु होला है गाइज हेलो गाइज वेलकम टु माई फिटिङ साथी ब्लगमा तपाईँलाई स्वागत छ आज हामी चाहिँ बत्तीबलको बिहामा आएका छौँ यिनीहरू चाहिँ जन्ती भतेर खानालाई आएका छन् यिनीहरू यहाँ दुईजना छन् भतेर खानालाई भतेर खाना यहाँ टन्नै छन् यहाँ चाहिँ बिहा भइरहेको छ बत्तीबलको होइन यस्तो अनौठो बिहाको बारेमा त हामीले पुर्खाहरूको मुखबाट त सुन्दै आइरहेका थियौँ होइन आज चाहिँ आफैले चाहिँ यो बिहे खाना भइएको छ खाना आइएका छौँ होइन के बोले अनि सायद तपाईँहरूको घर गाउँमा पनि यस्तो बिहा तपाईँहरूले पनि खानुभएको छ कि छैन कमेन्ट गरिदिनु होला गाइज होइन हामीले त फर्स्ट टाइम हो होइन अनि मैले यहाँ चाहिँ कति धेरै दाइहरूलाई पनि सोधेँ कि अनि उहाँलाई सोधेँ तपाईँहरूले चाहिँ कतिचोटि खानुभयो यस्तो बिहा कतिचोटि देख्नुभयो भने कति त 40-50 वर्ष भइसक्नुको दाइहरूले पनि खानुभएको रहेनछ कि देख्नु भएको रहन्छ कि अनि तर अरूले चाहिँ अलिक पुरानो धेरै 70-80 वर्षकोले चाहिँ खानुभएको रहेछ भेटाउनु भएको रहेछ कि होइन सायद हामीले पनि भेटाउन पायौँ हामीले भाग्यशाली ठान्छौँ होइन कतिपयहरूलाई त यस्तो लाग्छ कि रुखको पनि बिहे हुन्छ अरे भनेर सुन्दाखेरि अचम्म लाग्थ्यो कि सायद कतिलाई त थाहै छैन कि यस्तो विषयमा होइन त्यही पनि चौताराहरू पनि छैन होला किन भन्दा कति ठाउँमा त काटेर फालिसकेका छन् कि किन भन्दाखेरि मोटर बाटोहरू आइसकेपछि मान्छेहरूले चाहिँ बस्न पनि छोडिसकेका छन् पहिला त डिआईहरू हेर्न जान्थे अनि त्यहाँ कतिपय मान्छेहरूले चाहिँ यही चौतारामा पानीमा घैटोमा पानी राख्थे अनि चिसो हुन्छ अनि खान्थे अनि उकालो ओह्रालो गर्दाखेरि भारीहरू बोकेर आउँदाखेरि अनि एक चौतारामा बस्ने अनि त्यहाँ भएको पानी खाने शीतल ताप्ने जाने आउने गर्थे होइन ठाउँ चौतारा पनि हुन्थ्यो कि तर आज चाहिँ आजकल चाहिँ किन भन्दाखेरि बाटोहरू आएपछि अनि मान्छेहरू चौतारा बस्न छोड्यो होइन चौताराहरू मास्न थाले कि होइन तर अझै पनि कतिपय ठाउँमा त छ होला कतिपय गाउँहरूमा छ होला होइन अनि यो बिहे चाहिँ किन गराउनुपर्छ भन्ने कुरामा चाहिँ होइन जसले यो परिपलको बुटोहरू सार्छ हुर्किँदै जान्छ नि त होइन हुर्किँदै जाँदाखेरि बिहे गराइदिनुपर्छ अरे कि अनि बिहे गराइदिएपछि के को लागि चाहिँ योग्य हुन्छ अरे भन्दाखेरि हामीले चाहिँ व्रत लिन्छौँ पूजाआजाको लागि चाहिँ बिहे गराइदिएपछि बल्ल योग्य हुन्छ अरे कि तर यति ठुलो स्केलमा यति मान्छेहरू राखेर यस्तरी भव्य तरिकाले त बिहे भएको त सायदै देखेको थिएन अनि तलपट्टि हामीले खानेकुरा खानामा चाहिँ खिर पाकेको छ अनि जेरिस अनि पुरी होइन अनि तरकारी अचारहरू छ कि होइन सबैजना चाहिँ बिहेको निम्तो मान्नलाई आउनुभएको हो कि अनि हामी पनि निम्तो मान्न आएका छौँ अनि यस्तो अनौठो बिहेको निम्तो खाना एकदम खुसी लाग्छ कि अनि यस्तो देख्न पाइएछ अनि एकदम पूजाआजा पनि हुन्छ नि मान्छेहरूको बिहे सरह गरिँदो रहेछ कि घरमा पनि बिहे पनि होइन अब कति ठाउँमा त बाजै बजार पनि हुँदो रहेछ तर हामीले यहाँ चाहिँ बाजा त छैन तर पनि भजन सजन गाएर हुन्छ अनि उस गरेर हुन्छ तर त्यही अनुसारले गरिएको छ अनि गाइस कतिपय चौताराहरूको नाम चाहिँ मान्छेको नाममा रहिरहेको सुन्न पाइन्छ कि देख्न पाइन्छ होइन अनि मान्छेहरूले किन पनि सार्छन् भन्दाखेरि यो चौतारा वर्षौँ 100 वर्ष बाँचेको हुन्छ नि त होइन अनि त्यहाँबाट मान्छेले चाहिँ 100 वर्षसम्म पनि फलानाले सारेको अरे भनेर सम्झनाको लागि पनि मान्छेले गरिरहेको हुन्छ कि यस्तो कामहरू होइन अनि त्यहाँबाट अनि धर्मको लागि नि गरेका हुन्छन् कि अनि मैले जति जानेको थिएँ जति इन्फर्मेसन पाएको थिएँ मैले त्यति नै भनेर यो ब्लग बनाएको गाइज होइन कतै मेरो छुटपुट मिस्टेक भएछ भने मलाई माफ गरिदिनु होला मेरो च्यानललाई पनि सब्सक्राइब गरिदिनु होला लाइक कमेन्ट गरिदिनु होला कि अनि मेरो पेट पनि मुसाले दौड्यो कि अनि त्यही भएर मलाई भोक लाग्यो सबैले बेलपत्ता चढाइसक्नु भयो अनि तल खाना पाकेछ मिठो मिठो अनि मैले अघि पकाएर पनि आएको अलिअलि हेल्प गरेर पनि आएको थिएँ कि होइन अब त म तल गएर म खान्छु होइन अनि मसँग नि 2-4 जना छन् कि भोकरहरू उनीहरूलाई पनि लिएर गएर खुवाउँछु अनि सबैलाई खुवाएर खाएर अनि त्यहाँदेखि हामी चाहिँ सिस्टेम मेलातिर जाने प्लान छ दाजु र म अनि त्यहाँ उतातिर गएर आजको चाहिँ भलिबलको फाइनल गेम अनि त्यहाँ ठिलो हानी प्रतियोगिता अनि त्यहाँ डोरी तान महिलाहरूको चाहिँ हुन्छ अरे भन्ने सुनेको छु अनि हामी उतै जान्छौँ र अनि महिलाहरूको त्यो डोरी तानी हेर्छौँ होइन के को बिहा हुन्छ अरे भन्दा हाम्रो बर पिपलको बिहा हुन्छ एउटा होइन अनि मान्छेको हुन्छ बिहा अनि भ्याकुताको हुन्छ अरे हुन्छ अरे अरू त थाहा छैन भ्याकुताको चाहिँ क्यानी बेला हुन्छ अरे भ्याकुताको पानी परेन भने बिहा गरिदिएपछि स्यालको चाहिँ अब सिसीमा पानी परेर घाम लाग्यो अनि इन्द्रेणी देखिरहन्छ हुन्छ मान्छेको त अब ल हेर्नुहोस् हामी त खाना सुरु गऱ्यौँ हेर्नुहोस् चेरी छ पुरी छ तरकारी छ अचार छ होइन सबै बुकुडहरू सबै लाइन लाएर गोलो लाएर बसिएको छ होइन अब गम खाने हो अनि त्यसपछि अनि फेरि लाग्ने हो गाइज अब हामी त बिहान त कतिवटा पूजा सकेर खाना पाइला भन्ने कुरो रहेको अब चाहिँ खाइएछ अनि बर्फिपलको बिहा पनि सम्पन्न भयो आजको चाहिँ होइन अब हामी लागिन्छ दाजुभाइ र म सिस्टनी बेलातिर लेट्स गो हामी टना खाएर जिङ्री मोटार अनि जाँदाखेरि त गेम सुरु हुन लागिसकेको रहेछ होइन 2 टिम मात्र रहेछन् अनि त्यहाँबाट महिलाहरूको चाहिँ डोरी तान प्रतियोगिता सुरु हुन लागिसकेको रहेछ
चाहिँ जो गेममा चेन्ज भइरहेको छ उता जित्नु भयो अब यता चेन्ज हुँदैछ भन्दै हुनु ल लाउरिनीहरू तान्न पर्यो सब लाउरिनी बुट तान लाएर लाउरिनीहरूले तान्दैछन् यता पछि आएछ आमासँग यता हो तरिका हो नि त यो यस्तो गरेर गर्नुपर्ने रहेछ कि यो हो क्या तरिका चाहिँ अब हाम्रो नयाँ नजाने त्यही त हो तपाईँहरूले जित्नुभयो ल कङ्ग्रेचुलेसन ल तपाईँहरूले जित्नु भएकोमा ए 1000 मलाई पनि है 1000 मलाई पनि 1000 रुपियाँ मलाई है त्यहाँ जितेपछि लास्ट नेक्स्ट भिडियो लिएर आउने बाचाको साथ अहिले म बिदा हुन चाहन्छु। हस्त नमस्ते गुड बाई। मेरो च्यानललाई सब्स्क्राइब गरिदिनु होला। बाई।